हे गाइज वेलकम ब्याक टु माई च्यानल। फेरि पनि म आइसकेको छु भिडियो ब्लग लिएर होइन। अनि आजको भिडियोको सुरुवात रहेको छ घरमाथिबाट होइन। अनि अहिले चाहिँ हाम्रो मौसम चेन्ज भइरहेछ एकैछिनमा, घामहरू आइरहेको छ अनि अहिले चाहिँ हावाहरू आइरहेछ, गड्याङगुडी पनि आइरहेछ होइन। अनि हेर्न सक्नुहुन्छ यो पुरै बादलै यहाँ हेर्नु नि कालो भइरहेछ होइन। ठाउँ पनि कस्तो भइरहेछ यता चाहिँ पुरै ठाउँमै पानी पनि अलिअलि आइरहेछ होइन। अनि हावा हुन्डरीहरू आइरहेछ उभरै होइन। अनि मैले चाहिँ भिडियो बनाउन रेडी भइसकेको थिएँ। अहिले भिडियो बनाउँदैछु किनभने अहिले चाहिँ हिजोको भन्दा चाहिँ अलिक कमै भयो पानी चाहिँ आउँछ उताबाट। आज नि उतैबाट आउँछ पानी, किनभने हिजो पनि उतैबाट आएको नि त। पानी आउँदैछ उताबाट, अब यहाँबाट त देखाउन त देखिँदैन होइन, तर उताबाट चाहिँ पानी आउँदैछ होइन ओभर। अनि मौसम चाहिँ पुरै कालो भइरहेछ क्या के भएर एकछिन मतलब गर्मी त गर्मी नै थियो एकछिनसम्म, त्यसपछि चाहिँ यो मौसमै चेन्ज भयो क्या ओभर होइन। मौसम चाहिँ एकैछिनमा चाहिँ चेन्ज पाराले भएन क्या, एकैछिनमा चेन्ज भयो मौसम। हावा पनि त्यस्तै चलिरहेछ होइन। अब पहिला हावा गड्याङगुडुङ आउनु थाल्यो, त्यसपछि मौसम आफै चेन्ज हुनु थाल्यो होइन। गड्याङगुडुङ घर थाप्नु अहिले। अनि उता चाहिँ पानी परिरहेछ क्या लास्टै। अनि अहिले आउँदैछ थोपा पानी चाहिँ, किनभने आज पनि उतैबाट पानी आउने रहेछ। आज दक्षिणबाटै पानी आउने रहेछ क्या, त्यही भएर हिजोको भन्दा चाहिँ आज अलिक धेरै आउँछ जस्तो लागिरहेछ मलाई चाहिँ। तर हिजोको हावा हुन्डरी चाहिँ एकदम धेरै नै आइरहेको थियो होइन। अनि मैले चाहिँ हिजो धेरै भिडियो गर्न पाइनँ किनभने चाहिँ हिजो हावा हुन्डरी चाहिँ लास्टै आइरहेको थियो अनि पानी पनि परिरहेको थियो, भिडियो बनाउन पाइनँ। सो अब पानी आउँदैछ यतातिर। सो उहाँ पल्लो गाउँसम्म चाहिँ आइसकेको छ पानी होइन, किनभने मौसम पुरै उयो भइसकेको छ, पानीहरू चाहिँ आइरहेछ ओभर लरबरी हेर। अब के हुन्छ थाहा छैन मलाई चाहिँ, पानी चाहिँ पर्छ थाहा छ मलाई। अनि मौसम त पुरै नै एकैछिनमा अघिसम्म गर्मी भइरहेको थियो, अहिले त पुरै अलिअलि गर्मी हुनै छोड्यो क्या। अनि यताको भ्यू चाहिँ यस्तो रहेको छ होइन। मौसम माथि हेर्नु नि यस्तो छ, केही देखेको छैन। अनि उतापट्टि चाहिँ पानी आइ पनि सकेको छ होइन। आज म कतै गएर भिडियो गर्छु भन्दै थिएँ होइन, तर हेर्नु पानी आइसक्यो उतापट्टि, यस्तो छिटो पानी आइसकेको छ। आम्मामा अहिलेसम्म केही थिएन पानी, अहिले आइसकेको छ क्या, थोपा आउँदैछ पानी चुहिँदै। अनि हिजोको यो बोट पनि पुरै हल्लिरहेछ उता चाहिँ, उता पल्लो गाउँमा चाहिँ एकदम ठुलो पानी आइरहेछ। अब यहाँ सर्दै सर्दै आउँदैछ किनभने आज चाहिँ दक्षिणको पानी रहेको छ। दक्षिणको पानी चाहिँ एकदम फास्ट हुन्छ अनि उताबाट चाहिँ धेरै पक्रिन्छ क्या पानी। अनि पुरै क्यामेरा त पुरै भिजिसकेको छ अहिले चाहिँ मेरो, किनभने पानी आइरहेछ नि त गर्छ। जाने मान्छेहरूलाई पनि धेरै दिक्क हुने भयो क्या, गड्याङगुडुङ गर्न थालिसक्यो। मतलब अब चाहिँ एकदम ठुलो पानी पर्छ जस्तो लागिरहेछ। उतापट्टि चाहिँ फुल्ली पानी परिसक्यो, अब उताबाट चाहिँ आउँदैछ क्या पानी। अनि अर्को उनीहरू परको खेतसम्म चाहिँ पानी आइसक्यो होइन। अब पानी उयो गर्दै गर्दै आउँदैछ। अनि मौसम चाहिँ पुरै कालो भइरहेछ क्या, अघिसम्म पुरै गर्मी पुरै गर्मी थियो अघिसम्म चाहिँ, अहिले चाहिँ पुरै मौसमै चेन्ज भयो क्या एक्कासी। त्यसरी त मौसम त चेन्ज हुँदैन थियो तर चेन्ज भयो कि। आयो पानी आइसक्यो, एकैछिनमा चेन्ज हुन्छ क्या मौसम पनि। हेर्नु चाहिँ पानी आइसक्यो, रुखहरू हल्लिन थालि नै सक्यो होइन। यतापट्टि चाहिँ खास चाहिँ अब यता आयो भने पल्लो गाउँतिर चाहिँ अलिक आउन खोज्दैछ क्या पानी, मतलब उता चाहिँ फुल्ली आइसक्यो होइन। अनि मेरो क्यामेरा चाहिँ लास्टै भिजिसक्यो अहिले, सो क्यामेरा पनि साफ हानिहाल्नुपर्छ होइन। अनि आउने जाने मान्छेहरूलाई पनि दिक्क लाग्छ क्या, किनभने चाहिँ यो पानीले गर्दाखेरि चाहिँ हिँड्न हेर्न नै गाह्रो पर्छ क्या। अनि पानी त ठिक छ तर यो हावा हुँदाखेरि हाम्रो पानी चाहिँ यताउता हुन्छ नि, हिँड्ने मान्छेहरूले एकदम धेरै गाह्रो पर्छ होइन। अब चाहिँ पानी लास्ट आउनु थालिसक्यो होइन। क्यामेरा त पुरै भिज्दै सक्यो होइन। सफारीमा जाने मान्छेलाई पनि अति गाह्रो परिरहेछ, म चाहिँ भिजी भए पनि हजुरहरूलाई गर्दैछु भिडियो चाहिँ। यस्तो अब चाहिँ पानी आइसक्यो, हजुरले थाहा नै पाइसक्नु होला
एकैछिनमा यहाँ हेर्नु एकैछिनमा पानी आउन थाल्यो हावा नि आउन थाल्दैछ सो मैले चाहिँ अघि बिहानै भिडियो गर्छु भन्दै थिएँ तर उयो चाहिँ गर्न पाइने भिडियो अनि अहिले स्टार्ट गरेको थिएँ एकैछिनमा मौसम चेन्ज हुन्छ क्या हिजो जस्तै अनि हाम्रो चाहिँ 2 दिनको छुट्टी रहेको छ होइन अब एक्स्ट्रा भयो शनिबार एक दिन होइन अनि आज छुट्टी भयो बुधबार बिहिबार आज छुट्टी भयो अब शुक्रबार हुन्छ भोलि 2 दिन छुट्टी हुन्छ र सायद अब अन्त हुन्छ अब यस्तो हेर्दाखेरि चाहिँ घुम्नु जस्तो लागिरहेको छ क्या मौसम पुरै खुल्ला भइसक्यो अब हावाहरू आउनु थालिसक्यो होइन जब रात पर्छ त्यतिखेर चाहिँ पुरै पानीहरू आइरहेको हुन्छ क्या अनि जब चाहिँ बिहानतिर हुन्छ पुरै घामले चाहिँ निक्लिन दिँदैन क्या त्यस्तो साह्रो घाम हुन्छ ओके सो अब एकछिनमा भेट्नुपर्छ है त हामीहरूले चाहिँ सो गाइज अहिले चाहिँ म यहाँ आइसकेको छु होइन अनि मैले चाहिँ पानी परिरहेको छ अब चाहिँ म भित्र जान्छु किनभने पुरै पानीहरू आउनु सक्छ क्या अहिले चाहिँ कभर हुँदै भएर पनि होइन कस्तो भइरहेको छ कि त्यही भएर हेर्नु म यहीँबाट देखाइदिन्छु हजुरहरूलाई कस्तो भइरहेको छ पानी चाहिँ परिरहेको छ क्या बढी होइन हिजोको भन्दा अलिक कमै परिरहेको छ हिजो चाहिँ लास्ट परिरहेको थियो पानी चाहिँ हिजोको भन्दा चाहिँ लास्ट केही कम परिरहेको छ क्या आज चाहिँ एकचोटि फेरि बाहिर जाउँ होइन भेटौँ आयो आयो पानी फुल आयो गाइस अब चाहिँ फुल आयो पानी हेर्ने रोडै भिजिसक्यो अनि के गर्नु पानी फुल आयो क्या अनि साइकल चाहिँ मुनि रहेछ मलाई थाहा नै थिएन क्या मैले चाहिँ कुदाएको थिइनँ आज आयो पानी फुल पानी आयो आज चाहिँ म उताबाट पानी आयो भने चाहिँ अहिले यस्तो पानी आइरहेको छ यतापट्टि चाहिँ मौसम यस्तो भइरहेछ अनि आज गड्याङगुडुङ गर्न थालिसक्यो सो अब मैले चाहिँ भिडियो यहीँ गर्नुपर्छ होला किनभने लङ भिडियो बनाउनु त मन थिएन तर अब 1-2 दिनपछि चाहिँ म लङ भिडियो गर्नेछु अनि अहिले चाहिँ मलाई बोल्नै दिएको छैन क्या यस्तो हावा आइरहेको छ मुखमा होइन सो अब चाहिँ म भिडियो लिएर आउँछु भोलि पनि सो आजको लागि चाहिँ यति नै होइन सर्ट भिडियो भयो अब चाहिँ लङ भिडियो लिएर आउँछु 1 दिनपछि चाहिँ सो उहाँ काम गर्नेहरूलाई पनि गाह्रो परिरहेछ क्या उहाँबाट चाहिँ काम गर्नेहरूलाई पनि गाह्रो परिरहेछ सो आजको लागि चाहिँ यति नै होइन थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो